बाइकले माइलेज दिएन पेट्रोल धेरै खायो भन्नुहुन्छ ल अब हेर्नुहोस् है त पेट्रोल कसरी कम खाने बनाउने या तपाईँको चाहिँ ठिक्क खाने कसरी बनाउने यहाँ भिडियो हेर्नुहोस् है त सुरुमा चाहिँ हामीले आफ्नो बाइकको चाहिँ कार्बोरेटरको चाहिँ यसरी रेस बढाउनु पर्ने हुन्छ आरपिएम बढाउनु पर्ने हुन्छ र यसरी चाहिँ मैले यहाँ रेस बढाउँदैछु हेर्नुहोस् यहाँनिर तपाईँहरूको पनि बाइकमा यस्तो स्प्रिङवाला चाहिँ स्क्रुप होला त्यसलाई चाहिँ हामीले राउन्ड बाई राउन्ड घुमाएर चाहिँ रेस बढाउनु पर्ने हुन्छ ठिक्क रेस बढाएर चाहिँ यहाँनिर यो एउटा हाम्रो चाहिँ पेट्रोल मिलाउने चाहिँ स्क्रुप दिएको हुन्छ जसलाई चाहिँ हामीले सुरुमा चाहिँ हामीले कस्नुपर्ने हुन्छ यसरी कस्दै 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 गएर तपाईँको चाहिँ फुल टाइट भइसकेपछि चाहिँ बिस्तारै हाम्रो बाइकको चाहिँ रेस कम हुँदै जान्छ र फेरि हामीले के गर्छौँ भन्दा बिस्तारै बिस्तारै एन्टी क्लकवाइज यसलाई चाहिँ हामीले खोल्दै 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 लानुपर्ने हुन्छ होइन यसरी चाहिँ यसलाई हामीले जहाँसम्म हामीले खोल्दै जाँदाखेरि चाहिँ यहाँनिर हेर्नुहोस् है त रेस मैले जसरी नट खोल्दैछु यसरी पेच खोल्दैछु त्यसरी चाहिँ तपाईँको चाहिँ रेस बढ्दैछ हेर्नुहोस् है त यसरी रेस बढ्दै गएपछि जहाँनिर तपाईँको चाहिँ रेस हाई हुन्छ त्यहाँनिर गएर चाहिँ हामीले छोडिदिनु पर्ने हुन्छ र त्यसपछि चाहिँ हामीले जुन हामीले आरपिएमको चाहिँ तपाईँको स्क्रुप हामीले घुमाएको हुन्थ्यौँ त्यो स्क्रुपलाई चाहिँ फेरि नर्मल आरपिएममा चाहिँ ल्याएर राखिदिउँ भने बाइकले चाहिँ एकदमै माइलेज राम्रो दिने हुन्छ तेल एकदमै कम खाने हुन्छ र अर्को कुरो चाहिँ तपाईँको कार्बोरेटरको ट्युनिङ मात्र मिलाएर चाहिँ माइलेज राम्रो दिने भन्ने हुँदैन धेरै जसो के देखिरहेको हुन्छु भन्दा ट्युनिङ गरिसकेपछि चाहिँ अब बाइकले 50 को माइलेज दिन्छ भनेर सम्झिनुहुन्छ र फेरि माइलेज दिएन भनेर चाहिँ तपाईँहरू कम्प्लेन गर्न आउनुहुन्छ तर माइलेज दिनु नदिनुमा चाहिँ तपाईँको ट्युनिङ सँगसँगै तपाईँको चलाइमा पनि भर पर्छ जस्तै तपाईँले चाहिँ बाइक चलाउँदाखेरि धेरै रेस दिएर चलाउँदाखेरि पनि तपाईँको माइलेज कम दिने हुन्छ हाई आरपिएममा तपाईँले धेरै रेसमा चाहिँ तपाईँले बाइक चलाइरहँदाखेरि पनि तपाईँको चाहिँ पेट्रोल धेरै हानि हुन्छ जस्तै हाफ क्लच समातेर चलाउँदाखेरि होइन अनावश्यक ब्रेक तपाईँले चाहिँ झ्याप झ्याप ब्रेक लिइरहँदाखेरि पनि तपाईँको चाहिँ पेट्रोल बढी खाने हुन्छ अनावश्यक एस्केलेटर लिँदा पेट्रोल बढी खाने हुन्छ लामो समयसम्म चाहिँ तपाईँले हाई स्पिडमा चलाइराख्दाखेरि पनि तपाईँको चाहिँ पेट्रोल बढी खाने हुन्छ र ट्राफिकमा चाहिँ प्रायः जाममा बस्दाखेरि तपाईँले आफ्नो बाइकको चाहिँ स्टार्ट अफ नगरी अनमै राखिराख्दाखेरि पनि तपाईँको चाहिँ पेट्रोल बढी खाने हुन्छ जस्तै कम स्पिडमा तपाईँले धेरै हाई गियरमा चलाइराख्दाखेरि चाहिँ इन्जिनमा लोड पर्छ तेल खपत बढी हुन्छ त्यस्तै धेरै स्पिडमा लो गियरमा चलाइराख्दाखेरि पनि तेल खपत बढी हुन्छ अब यो राम्रो माइलेजको लागि चाहिँ हामीले एकदमै बिस्तारै एस्केलेरेसन गर्नुपर्ने हुन्छ होइन बिस्तारै चाहिँ कम्बिनेसन गियर र क्लचको कम्बिनेसन मिलाएर एस्केलेटर लिनुपर्ने हुन्छ र सही समयमा हामीले गियर चेन्ज गर्नुपर्ने हुन्छ अनावश्यक गर्नु हुँदैन हावाको प्रेसर टायरमा हावाको प्रेसर कतिको छ त्यो चेक गर्नुपर्ने हुन्छ एयर फिल्टर र स्पार्क प्लग कस्तो छ त्यो पनि हामीले चाहिँ समय समयमा चेक गराउनुपर्छ र समयमै सर्भिसिङ गराइराख्यौँ भने चाहिँ हाम्रो बाइकले माइलेज एकदमै राम्रो दिन्छ है त र यस्तै यस्तै जानकारीमूलक भिडियो हेरिराख्न मन लाग्छ भने हाम्रो पेजलाई फलो